युरिनरी ट्र्याक्ट इन्फेक्सन अथवा छोटकरीमा युटिआई यो नाम धेरैले सुनेको हुनुपर्छ, होइन त? यो एकदमै सामान्य स्वास्थ्य समस्या हो, तर यसको बारेमा धेरैलाई राम्रोसँग थाहा नहुन सक्छ। कहिलेकाहीँ त यो निकै पीडादायी र असहज पनि हुन्छ। ल, आजको यो चर्चामा हामी यही विषयलाई अलि गहिरिएर प्रश्नसँग बुझ्ने कोसिस गरौँ न, है? सुरुवात नै एउटा अचम्मलाग्दो तथ्यबाट गरौँ न। यहाँ हेर्नुस् त, 2 मध्ये 1। यसको मतलब के होला? अनुमान अनुसार हरेक 2जना महिलामध्ये 1जनाले आफ्नो जीवनकालमा कम्तीमा 1 पटक युटिआईको अनुभव गर्ने गर्छन्। सोच्नुस् त, पुरुषहरूमा यो अलि कम देखिए पनि यो आँकडाले नै देखाउँछ कि यो समस्या कति धेरै फैलिएको छ। ल, त्यसो भए युटिआई भनेको खासमा के हो त? आउनुहोस् अब यसको बारेमा एकदमै आधारभूत कुराबाटै बुझ्न सुरु गरौँ। एकदमै सरल भाषामा भन्नुपर्दा युटिआई भनेको हाम्रो पिसाब प्रणाली मतलब युरिनरी सिस्टमको कुनै पनि भागमा हुने इन्फेक्सन हो। अब यो सिस्टममा के पर्छ त? मृगौला, मूत्रनली, पिसाब थैली अनि मूत्रमार्ग। यीमध्ये कुनै पनि ठाउँमा संक्रमण हुन सक्छ, तर सबैभन्दा धेरै देखिने चाहिँ पिसाब थैलीको संक्रमण हो, जसलाई डाक्टरहरूको भाषामा सिस्टाइटिस भनिन्छ। अब यो मूत्रमार्गलाई बुझ्नको लागि 2टा मुख्य भागमा बाँड्न सकिन्छ, एउटा तल्लो भाग, अर्को माथिल्लो भाग। र संक्रमण कुन भागमा भएको छ त्यही अनुसार यसको लक्षण र गम्भीरता पनि फरक पर्छ। जस्तै तल्लो भागमा मतलब पिसाब थैलीतिर भएको संक्रमण अलिक कम गम्भीर हुन्छ, तर यदि संक्रमण माथिल्लो भाग जस्तै मृगौलासम्म फैलियो भने त्यो चाहिँ अलि बढी खतरनाक हुन सक्छ। ल, संक्रमणको बारेमा त थाहा भयो, तर अब प्रश्न आउँछ, यो संक्रमण आखिर हुन्छ चाहिँ किन? के कुराले यसको जोखिम बढाउँछ? आउनुस् अब यसकै बारेमा कुरा गरौँ। धेरैजसो युटिआईको पछाडि मुख्य दोषी को हो थाहा छ? अचम्म लाग्न सक्छ, तर त्यो हाम्रो आफ्नै पाचन प्रणालीमा बस्ने ब्याक्टेरिया हो। खास गरी ई कोलाई भन्ने एक प्रकारको ब्याक्टेरिया। यो सामान्यतया हाम्रो आन्द्रामा शान्तसँग कुनै हानि नगरी बसिरहेको हुन्छ, तर जब यो आफ्नो ठाउँ छोडेर गल्तीले मूत्रमार्गमा छिर्छ, हो त्यहीँबाट समस्या सुरु हुन्छ। यो संक्रमण हुने प्रक्रियालाई एउटा कथा जस्तै बुझौँ न। सामान्यतया 3 चरणमा हुन्छ यो। पहिलो, त्यो ब्याक्टेरिया मलद्वारबाट सरेर मूत्रमार्गमा पुग्छ। दोस्रो चरणमा त्यो ब्याक्टेरिया मूत्रमार्ग हुँदै माथि पिसाब थैलीसम्म यात्रा गर्छ। अनि तेस्रो र अन्तिम चरणमा पिसाब थैलीभित्रको न्यानो वातावरणमा तिनीहरूले आफ्नो संख्या वात्तै बढाउँछन् र संक्रमण सुरु हुन्छ। अघि हामीले महिलाहरूमा युटिआई बढी हुन्छ भनेर कुरा गर्यौं, तर किन त? यसको जवाब शरीरको बनावटसँग जोडिएको छ। महिलाहरूको मूत्रमार्ग पुरुषको तुलनामा छोटो हुन्छ। अब बाटो छोटो भएपछि ब्याक्टेरियालाई पिसाब थैलीसम्म पुग्न सजिलो भइहाल्यो, होइन र? त्यस्तै मूत्रमार्ग र मलद्वार नजिक हुँदा पनि ब्याक्टेरिया सर्न सजिलो हुन्छ। यी नै हुन् मुख्य कारणहरू। शरीरको बनावट मात्रै होइन, अरू पनि धेरै कुराहरू छन् जसले युटिआईको जोखिम बढाउन सक्छ। जस्तै मृगौलामा पत्थरी भएर पिसाबको बाटोमा अवरोध आयो भने, वा पिसाब फेर्दा थैली पुरै खाली भएन भने। त्यस्तै शरीरको रोगसँग लड्ने शक्ति मतलब प्रतिरक्षा प्रणाली कमजोर छ भने पनि जोखिम बढ्छ। अनि अस्पतालमा कहिलेकाहीँ प्रयोग गरिने पिसाब नली अर्थात् क्याथेटरको प्रयोगले पनि संक्रमण गराउन सक्छ। ल, कारण र जोखिमबारे त थाहा भयो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको लक्षणहरू कसरी चिन्ने, समयमै थाहा पाउनु एकदमै जरुरी छ। त्यसैले ध्यान दिएर सुनौ है। याद छ हामीले अघि तल्लो र माथिल्लो युटिआईको कुरा गरेका थियौँ? हो, यिनीहरूको लक्षण पनि फरक हुन्छ। तल्लो युटिआई मतलब पिसाब थैलीतिरको संक्रमण हुँदा पिसाब पोल्ने, छिटो पिसाब लाग्ने, पेटको तल्लो भाग दुख्ने जस्ता लक्षण देखिन्छन्। तर यदि संक्रमण माथि मृगौलासम्म फैलियो भने लक्षणहरू गम्भीर हुन्छन्, जस्तै धेरै ज्वरो आउने, ज्यान काम्ने, वाकवाकी लाग्ने। त्यसैले यी दुई बीचको फरक चिन्नु एकदमै महत्त्वपूर्ण छ। ल, समस्याको बारेमा त धेरै कुरा भयो। अब आशाको कुरा गरौँ, मतलब समाधान के हो त? युटिआईको उपचार कसरी गरिन्छ? आउनुहोस् अब त्यसबारे जानौँ। र खुसीको कुरा के छ भने धेरै जसो युटिआईहरू सजिलैसँग उपचार गर्न सकिन्छ। खासै आतिनु पर्दैन। सामान्यतया डाक्टरलाई देखाएर उहाँले दिनुभएको एन्टिबायोटिक्सको एक कोर्स पूरा गरेपछि घरमै आरामले निको हुन्छ। तर एउटा कुरा के याद राख्नुपर्छ भने डाक्टरसँग सल्लाह लिनु चाहिँ अनिवार्य छ है। अब एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिउँ। डाक्टरले दिएको औषधि खाँदा 2-3 दिनमै अलि ठिक भए जस्तो लाग्न सक्छ, तर ठिक भयो भनेर बीचमै औषधि छोड्नु चाहिँ ठूलो गल्ती हुन्छ। एन्टिबायोटिक्सको पूरा कोर्स लिनु एकदमै जरुरी छ।
किन? किनभने यसो नगर्दा भित्र लुकेर बसेका ब्याक्टेरिया फेरि बलियो भएर फर्कन सक्छन् र सङ्क्रमण बल्झिन सक्छ। अनि अर्को एउटा निकै महत्त्वपूर्ण चेतावनी, यदि सङ्क्रमण माथिल्लो भागमा मतलब मृगौलासम्म पुगिसकेको छ भने जथाभावी दुखाइ कम गर्ने औषधि जस्तै आइबुप्रोफेन खानु हुँदैन। यी औषधिहरू जसलाई NSAIDs भनिन्छ, यस्तो अवस्थामा प्रयोग गर्दा मृगौलामा झन ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले एकदमै होशियार हुनुपर्छ। ल, उपचारको कुरा पनि भयो। अब हाम्रो अन्तिम तर सायद सबैभन्दा उपयोगी खण्डमा लागौँ, त्यो हो रोकथाम। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने नदिनु बेस, होइन त? त्यसो भए भविष्यमा यस्तो सङ्क्रमणबाट कसरी बच्ने? आउनुहोस् हेरौँ। युटिआईबाट बच्नका लागि केही एकदमै सरल तर निकै प्रभावकारी उपायहरू छन्। जस्तै पहिलो, प्रशस्त पानी र झोलिलो कुरा पिउने। यसले ब्याक्टेरियालाई पिसाब मार्फत बाहिर निकाल्न मद्दत गर्छ। दोस्रो, सरसफाइमा ध्यान दिने, खासगरी शौचालय गइसकेपछि सफा गर्दा अगाडिबाट पछाडितिर पुछ्ने बानी बसाल्ने। तेस्रो, पिसाब लाग्यो भने रोकेर नबस्ने, तुरुन्तै जाने। अनि यौन सम्पर्कपछि पिसाब फेर्ने बानीले पनि जोखिमलाई धेरै हदसम्म कम गर्छ। अब केही व्यक्तिहरूलाई यो समस्या घरिघरि बारम्बार दोहोरिरहन्छ। यस्तो हुनुको पछाडि यौन सम्पर्क वा प्रयोग गरिने केही गर्भनिरोधक साधनहरूको पनि हात हुन सक्छ। यदि यस्तो भइरहेको छ भने अनुमानको भरमा बस्नुभन्दा सिधै डाक्टरसँग सल्लाह लिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ। कहिलेकाहीँ डाक्टरले रोकथामकै लागि थोरै मात्राको एन्टिबायोटिक पनि चलाउन सल्लाह दिन सक्नुहुन्छ। ल, यति सबै कुरा गरिसकेपछि आजको छलफलको सार के हो त? मुख्य कुरा के हो भने युटिआईहरू सामान्य हुन् र यसको उपचार पनि सम्भव छ। तर यसलाई कहिल्यै पनि हल्का रूपमा लिनु हुँदैन। सामान्य ठानेर बेवास्ता गरियो भने यही सामान्य सङ्क्रमणले पछि गएर गम्भीर रूप लिन सक्छ। त्यसैले लक्षण देखिने बित्तिकै सचेत हुनुपर्छ र सही कदम चाल्नुपर्छ। र अन्त्यमा जाँदा जाँदै एउटा प्रश्न छोडेर जान चाहन्छु। आज हामीले यति धेरै कुराहरू सिक्यौँ, होइन? अब यसकै आधारमा हाम्रो मूत्रमार्गको स्वास्थ्यलाई जोगाउन आजैदेखि अपनाउन सकिने एउटा मात्र सरल बानी के हुन सक्छ होला? एकछिन विचार गरौँ त।